हामी दिनै होस्टेल सार्दा अल्पत्र परेको अवस्थामा छौँ यहाँ। न नेपालबाट रेस्पोन्स आउँछ न यहाँको एजेन्टले रेस्पोन्स गर्छ। ल हेर्नुहोस् है, म लगायतको हामी 7 जना, 1 जना 2 जना 3 जना 4 जना 5 जना 7 जना छौँ यहाँ होइन। काम नपाइन्जेलसम्म भए पनि तपाईँको एक ठाउँमा लगेर राखिदिनु पर्ने हो। तर यस्तो जाडोमा हामीलाई तताएर त्यत्रो पैसा 14 लाख लिएर त्यत्रो तताएर त यसरी राख्नु कुरो भएन है। फाइनल डिसिजन हुनु पर्यो आजमा। फाइनल भरे 7 बजीसम्म भन्ने मेसेज चाहिँ आशा आउन चाहिँ सुदेशले नै गरेको हो होइन। तर भरेसम्म आएन भने हामी बाध्य हुन्छौँ है, हामी बाध्य हुन्छौँ है, बाध्य नबनाउँ है कसैले पनि। कहिलेको बस पार्क, कहिलेको कता यस्तो छ केटाहरूको बिजक। यसरी ल्याएर फसाइदियो, नमजाले फसाएको भन्ने कि अब के भन्ने, यो तपाईँहरू आफै देख्नुहुन्छ बुझ्नुहुन्छ है। यस्तो बिरालोले बच्चा छारे जस्तै कहिले कहाँ हिजो नै दिनभरि होस् कता नपाएर बस पार्ककै बास भयो। सुत्न पनि पाएको छैन, हिजोदेखि खानु पनि पाएको छैन, बाटोको बुर्की भयो। अब यही युरोप ल अब यस्तो तरिकाले फसाइदिएर काम गरेको छ। दुःख नि यति दुःख दियो कि नमजाले दुःख दियो कि कुकुरले नपाउनु दुःख पाएको छ सबैजनाले। कहिले लगेज कहाँ पुऱ्यायो, कहिले कता छ, यहाँ लगेजको खुट्टा भाँचेर यस्तरी पुरै सुत्ने भाषा लगेज कि मेरो देखाइन्छ। यो त यो यस्तो तरिकाले कहाँ जाने, कतिको ठाउँमा उ गर्ने, कसरी उ गर्ने कि यो मेरो एउटा टेरो देखाइदिनु। यस्तो पारेको छ कि लगेज चाहिँ भाँचेछ, पुरै लगेज भाँचेर सब लावारिस भएर न हिजोदेखि खाएको छ, न खानपिन छ, न सुताइ छ। अब 24-25 घन्टा भइसक्यो। अब मोर्निङकै बाँच्नेमा पुगिसक्यो है अवस्था, मोर्निङकै बाँच्नेमा पुगिसक्यो। अलिकति विचार गर्नु है। यसरी बसेका छौँ है, बस पार्क यो हो। अब होस्टेल कता हो अब यसरी बसिया हामी यहाँ देखेँ।